हेलो गाइज, वेलकम छ फेरि पनि नयाँ ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। आज फेरि म खेततिर गइरहेको छु, आफ्नो खेततिर गइरहेको छु गहुँ हेर्न आज कस्तो छ भनेर। किनभने धेरै दिन भइसक्यो खेततिर नगएको। अब गहुँ कस्तो छ त्यही भएर गहुँ हेर्न जान लागेको छु। तपाईहरु देख्न सक्नुहुनेछ। हेर्नुस्, अहिले त म खेततिर जान लागेको छु। तपाईहरु एकदमै स्वस्थ रहनु होला। अब गर्मीको सिजन आइगयो, त्यही पनि अहिले यति घाम छ, त्यही पनि म अलि टाइम भएर अहिले खेततिर जान लागेको छु। अहिले तपाईहरुलाई देखाउने छु हाम्रो गहुँ कस्तो छ भनेर। यतातिर हाम्रो गाउँको यता मरुवा बनेछ। हेर्नुस्, तपाईहरु हेर्नुस्, यता मसुरो काटिसकेछन्। हेर्नुस्, यता मसुरो काटिसकेछन्। मसुरो उता पनि काटिरहेछन्। अब गहुँ पनि पाक्दैछ, गहुँ पनि पाकिरहेछ। अब किनभने अब घाम भइगयो नि त। आज चैतको 14 गते भइहाल्यो। चैत परिगयो, अनि किन नपाक्ला। तपाईहरुलाई म एकछिनपछि देखाउने छु। साथीहरु म खेत फाइनली पुगिहाले। हेर्नुस्, हाम्रो गहुँ लगभग हेर्नुस् पाकिसक्यो गहुँ। अब थोड़ा दिनमा काट्न भइहाल्छ। यतातिर अलि हरियो छ, यो अर्कै खाले गहुँ हो। यतातिर पनि मम्मीहरुको अहिले खासै राम्ररी पाकेको छैन। यो अलि सानो वाला हो, सानो खाले लगभग सँगसँगै भइहाल्छ। त्यही पनि हाम्रो झन् जोरले पाकिसक्यो। हेर्नुस् साथीहरु, हेर्नुस्, अब गहुँको अब काट्ने सिजन पनि आइगयो, हावा पनि चल्छ। त्यही भएर हेर्नु सबैतिर गहुँ मात्रै देखिँला छ। यति घाममा यति गर्मीमा म एक्लै खेततिर छु। हेर्नुस्, यति गर्मीमा म यता एक्लै खेततिर छु। तपाईहरु देख्नुस् मेरो पछाडि गहुँ कस्तो भइसकेछ। हेर्नुस्, हाम्रो गहुँ पनि पाकिरहेछ, लगभग पाकिसक्यो भनौँ। अब केही दिनमा काट्न भइहाल्छ। तपाईहरुलाई देख्नुहुन्छ काट्ने बेलामा पनि सायद टाइम मिल्छ भने हाम्रो भिडियो आउने छ। यो मम्मीहरुको हो, यो मम्मीहरुको खासै राम्ररी पाकेको छैन। हेर्नुस्, अलि हरियो छ। हाम्रो चाहिँ अलि यो ठुल्ठुलो हुनेवाला हो हाम्रो, त्यही भएर अलि छिटो पाकिहाल्छ, अलि छिटो भइहाल्छ। हुन त सँगसँगै भइहाल्छ। त्यही पनि हाम्रो साइड अलि थोड़ा केही दिन अगाडि हाम्रो काट्न सुरु भइहाल्छ। अनि साथीहरु, तपाईहरु कुन ठाउँबाट हेर्नुहुन्छ भिडियो कमेन्ट गर्नु होला, साथै एक लाइक गर्नु होला र भिडियो साथीहरु सामु पनि पुर्याइदिनु होला। मतलब कुछ भी हुन्छ साथीहरु, म अब खेततिरबाट घरतिर जान लागेको छु। अब गहुँ हेरिसके, तपाईहरुले पनि देख्नुभयो होला। मसुरो पनि पाकिसक्यो हैन। मसुरो पाकिहाल्यो हैन बजै। त्यही त जोरले पाकिसक्यो। घरमा पनि काम भयो, मसुरो थियो घरमा पनि। हजुर, एक्ला मान्छेले के गर्ने अब काट्नु पनि धेरै छ। पाएन कि यतातिर मान्छे। अब खै बजै, अब मलाई त थाहा भएन। एक दुईजना मान्छे खोजिया थिए।
ए अब यो किनभने पछि झन् जोरले पाकेपछि फेरि झर्ला। त्यही त अहिले त पुरै झरिहाल्छ। हुन्छ साथीहरू, हेर्नुहोस् म खेततिरबाट अब उता पसलतिर जान लागेको छु। धेरै घाम छ साथीहरू, म त्यही भएर अब धेरै बेरसम्म खेततिर बस्न सक्दैन, त्यही घाम लागिरहेछ। अहिले दिउँसो छ, त्यही भएर यति चैतमा यति घाम हुन्छ, गर्मी हुन्छ। तराईमा म तराईदेखि हो, तराईमा अनि पहाडतिर त अलि चिसो हुन्छ होला। तपाईँहरू कुन ठाउँबाट कुन ठाउँमा बस्नुहुन्छ तपाईँहरूले कमेन्ट गर्नुहोला। मेरो घर चाहिँ यहाँ तराई मतलब कैलालीको बौनिया पर्छ मेरो घर। तपाईँहरूको कुन ठाउँमा पर्छ कमेन्ट गर्नुहोला। यी साथै यता अब नयाँ बाटो निस्केछ, यतातिर एउटा अब के भन्छन् पोल गाडेछ। म यो नयाँ बाटोमा निस्किरहेको छु, हिँडिरहेको छु। हेर्नुहोस् मेरो पछाडि कस्तो भ्यू देखाइरहेछ। गाउँ छ आजकल सबैतिर। फेरि म तपाईँहरूलाई आफ्नै दोकाननिरको भ्यू देखाएँ है साथीहरू। हेर्नुहोस् गाउँपालिका र हस्पिटल मेरो पसल नजिकै छ। बर्दगोरिया गाउँपालिका हो। हेर्नुहोस् साथीहरू, म रोड पुगिहालेँ। रोडमा यहाँनिर गाउँपालिका र हस्पिटल देखिन लाग्छ। हेर्नुहोस् यतातिर रोड पुरा खाली छ, यति गर्मी छ, त्यही भएर कोही रोडमा हिँडिरहेको छैन। हेर्नुहोस् मेरो पसल यहाँनिरै छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। हेर्नुहोस् मलाई कति घाम लागिरहेछ। म घामबाटै आएँ खेतबाट एक्लै, त्यही भएर तपाईँहरूलाई देखाउनेछु। साथीहरू, म दोकान पुगिहालेँ। यति घाम छ, त्यही भएर रियानको मम्मी कम्प्युटर हेरिरहेछन्। हुन्छ साथीहरू, तपाईँहरूसँग मिल्छौँ अर्को भिडियोमा। त्यति बेलासम्मको लागि स्वस्थ र मस्त रहनु होला।